कति नेपाली फुड मात्रै खाने। आज म नेवा किम्ची हाउस रेस्टुरेन्टमा जाँदैछु। विशेष गरी यहाँ कोरियन डेलिसियस खाना सेकुवा हरेक कुराहरू पाउँछ। आज म विशेष नेवा किम्ची हाउसमा के पाउँछ भनेर म देखाउन गइरहेको छु। एकदमै पारिवारिक वातावरणमा खोलिएको रेस्टुरेन्ट। वरिपरि वालमा एकदमै राम्रा सिनहरू पोस्टरहरू हेर्दै मिठो मसिनो खान पाइने। सानातिना प्रोग्रामहरू गर्न सकिने प्रोजेक्टको व्यवस्था पनि छ। घना जङ्गलको छेउमै एकदमै यहाँदेखि हामीले जनावरहरू पनि राते भन्छन् नि रतुवाहरू चितुवाहरू पनि देख्छौँ कहिलेकाहीँ। यहाँ मृगहरू पनि असाध्यै छ यो जङ्गलमा। विशेष गरी मैले आज यो नेवा किम्ची हाउसमा के परिकार बन्दो रहेछ म सम्बन्धित व्यक्तिलाई सोध्नेछु। यहाँ चाहिँ हाम्रो एकजना सेफले मिठो के पकाउँदै हुनुहुन्छ। सर यो के आइटम हो? यो सङ्गेप्सल। ए कोरियन है विशेष गरी हो? हजुर। अनि यो टेबलमै पाक्ने सुविधा यो कस्तो अचम्मको हो? अचम्म त के हुनु, यो खासै यो नेपालीमा सेकुवा जस्तै हो। नेपाली सेकुवा जस्तै हो? हजुर, नेपाली सेकुवा जस्तै हो। टेबलमै है जे होस् ग्राहकले आफैले पकाएर खान सक्छन्? हजुर हजुर। यो के हो नि? यो चिम्नी जस्तो? हजुर, यो चिम्नी हो? यो धुवा फ्याँक्ने हो? यो धुवा फ्याँक्ने हो। ए गजब। अब यहाँ किम्ची हाउसमा टेबलमै बसेर ग्राहकले आफै मजाले सेकुवा हजुर पकाएर खान सकिने। अनि यो आइटम के हो? यो साग रायो जस्तो? यो यसमा यो जुन यो मासु छ नि, यसमा यो साग हालेर यो लसुन हालेर खोर्सानी अनि यो अचार जस्तो यो अचार जस्तो यो। यो अर्को चाहिँ यताको यो किम्ची। अनि यो यस्तै 4-5 वटा बदाम जस्तो छ त? हजुर, बदाम हो। यस्तै 4-5 वटा आइटम हुन्छ। अहिले चाहिँ यही 2टा मात्रै। ए हजुर पनि कोरिया जानु भएको पहिला? होइन, म चाहिँ यही सिक्नुभयो। तर यहाँ हाम्रो साउजीको चाहिँ कोरियामा छ होइन? हजुर हजुर। उहाँ धेरै वर्ष अनुभव हो। कति वर्ष गर्नुभएको छ कोरिया साउजीले चाहिँ? उहाँको लगभग 15-20 वर्षै होला। अनि नेपालमा नेपालीले यो मन पराउँछन्? नेपालीले पनि हल्का उता कोरिया गएर आएको मान्छेहरूले मन पराउँछन्। तपाईँको त यो सबै टेबलमा छ त है? हजुर हजुर। ए अब नेपालमा पनि किचनमा मात्रै होइन कि अब किचन टेबलमै बन्यो। हजुर। किचन चाहिँ टेबलमै बनिसकेपछि ग्राहकलाई सुविधा आफ्नो तरिकाले कतिसम्म ड्राई गर्ने कसरी पकाउने आफ्नो तरिकाले खान पाइयो। हजुर, आफ्नै चोइसले खान पाइयो। गजब, एकदम खुसी लाग्यो। अब नेपालमा दाल भात मात्रै होइन कि अब कोरियन परिकारहरू धेरै डेलिसियस परिकारहरू पनि नेपालमै बन्न सुरु पहिलेदेखि भए तापनि अहिले झनै टेबलमा मिठो मसिनो खान पाइने भयो है? हजुर। ओके। हजुरको शुभ नाम चाहिँ? मेरो उत्तम। ए हजुरको यो टी सर्टमा कोरियन अक्षर हो है? हजुर, यो उहाँको यही कम्पनीको नाम होला? हजुर, रेस्टुरेन्टकै नाम हो। यो चाहिँ खासै यसरी खाने हो। यहाँ यो उसमा हालेर यो लेटेस्टमा हालेर यो सागमा राखेर। हजुर, यो सागमा राखेर यो अलि धेरै पाकेन काँचो भयो भने त फेरि गाह्रो पार्ला है? हजुर। नपच्ला होइन, यो आफ्नो स्टाइलले खाने हो। ए हजुर। यो यसमा लसुन हाल्ने, एउटा खोर्सानी हाल्ने। ए अनि त्यस पछाडि यो अलिकति हल्का अचार, यसलाई चाहिँ सामजाङ भन्छ कोरियनमा। अनि किम्ची हाल्ने। किम्ची आफूलाई कस्तो मन पर्छ यस्तो हालेर अनि त्यस पछाडि यो चाहिँ खास पान पोको पारेर यसरी मिठा पान खाए जस्तै गरी है? हजुर हो, यसरी खान सक्नुहुन्छ। हजुरले खानु न। हजुरले खानुहोस्।
गजब यो तरिका रहेछ हजुर। खाने तरिका पनि सिकाइदिनु भयो खुसी लाग्यो धन्यवाद तपाईँले अब यसरी अब यहाँ आउँदाखेरि नजिकै यो बाइपास भन्छ बाइपास नजिकै एकदमै राम्रो रेस्टुरेन्ट छ यहाँ सानातिना प्रोग्रामहरू पनि गर्न पाइने पारिवारिक वातावरणमा वरिपरि सिन हेर्दै मजाले बसेर खान पाइने ठाउँ कोरियाको परिकार खानालाई कोरिया जानु पर्दैन हामी टेबलमै पकाउँदै सिनहरू राम्रो राम्रो सिनहरू हेर्दै मजाले खान सकिन्छ धन्यवाद हामीले यस्तै यस्तै बिजनेसलाई प्रोत्साहन हुने किसिमका व्यापारी रिलेटेड भिडियोहरू हाल्ने गर्दछौँ हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला धन्यवाद फेरि फेरि भेटौँला नमस्कार